हेलो गाइस र आज चाहिँ मैले नयाँ रेसिपी लिएको छु कालो दालसँग चाहिँ खुट्टा बनाउँदैछु है र तपाईँहरूले पनि ट्राई गर्नुहोस्। यो चाहिँ मैले बिफको खुट्टा लिएको छु, तपाईँले अरू पनि लिनु सक्नुहुन्छ है। र यहाँ चाहिँ मैले के लिएको छु, 2टा प्याज, एउटा टमाटर र सानो जिन्जर लिएको छु। र अब चाहिँ मैले तेल हालिसकेँ। यसमा चाहिँ मैले के हालेँ भन्दा मेथी, चप गरेको अदुवा र ओनियन अन्त तेजपत्ता हालिदिएको छु। अब चाहिँ हाम्रो प्याज गोल्डन ब्राउन भएछ र अब चाहिँ मैले चप गरेको एउटा टमाटो चाहिँ हालिदिँदैछु। यसलाई चाहिँ एकताल मजाले चलाइदिनुहोस्। र अब चाहिँ मैले जिन्जर गार्लिकको पेस्ट हाल्दैछु है। र यो हालिसकेपछि चाहिँ अब तपाईँले मसलाहरू हालिदिनुहोस्। तपाईँले हल्दी, रेड चिल्ली पाउडर, जिरा धनियाँ हालेर चाहिँ एकताल मजाले चलाइदिनुहोस् हो। र अब चाहिँ यत्तिको भइसकेपछि चाहिँ ग्रेभी यत्तिको भइसकेपछि अब मासु हालिदिनुहोस्। र मासु हालिसकेर चाहिँ एकताल फेरि मजाले चलाइदिनुहोस्, यसलाई भुट्नुहोस् है। भुटेर चाहिँ यत्तिको देख्ने भइसकेपछि चाहिँ अब चाहिँ दाल हालिदिनुहोस्। दाल हालेर पनि फेरि एकताल मजाले भुट्नुपर्ने हुन्छ। र अब चाहिँ यसलाई मैले मजाले भुट्दैछु। भुटिसकेपछि चाहिँ यसलाई मैले पानी हालेर अब चाहिँ म सिटी लगाउँदैछु। सिटी लगाइसकेपछि हाम्रो चाहिँ यो रेडी भइसक्यो। र अब चाहिँ यत्तिको देख्दैछ है, तपाईँहरूले पनि देख्नु सक्नुहुन्छ कस्तो राम्रो भएको छ। र कमेन्ट गरिदिनुहोस् होला कस्तो लाग्यो। थ्याङ्क्स फर वाचिङ।